परदेशमा साह्रै गाह्रो छ हजुर। मलाई मात्र होइन, हर कोही नेपालीलाई गाह्रो छ। ला घरबाट मम्मीको कल आयो क्या हो? त्यहाँ 4 महिना भइसकोस्, पैसा पठाएको छैन। यहाँ सवार बाहिर दिनै बसिरहेको छ होइन त। पैसा चाहिँ के गर्दैछ सोध्छु छ। कसरी भन्नु म अब मेरो मम्मीलाई? 4 महिना भइसक्यो, स्यालेरी पाएको छैन। कसरी सुनाउनु यो दुःख? कसरी सुनाउनु यो छोरा मान्छेको पीडा? काम गरे पनि साउले स्यालेरी दिएको छैन। घरमा ऋणको भारी छ। घरमा साउ आएर लाइन बसिरहेछ अरे भनेर मम्मी कल गर्छिन्। कति पीडा छ। आफ्नो दुःख कसलाई सुनाउनु? मम्मीलाई सुनायो भने मम्मी रुन थाल्छिन्। त्यही भएर आफ्नो मनको पीडा आफैसँग राख्छु। जति पीडा भए पनि यो परदेशीको पीडा कसलाई सुनाऊ? काम गरे पनि स्यालेरी आउँदैन टाइममा। परदेशमा साह्रै गाह्रो छ हजुर। मलाई मात्र होइन, हर कोही नेपालीलाई गाह्रो छ।